के कस्तो छ त अवस्था आमा? एकदम ठिक छ। अब हाम्रो गाडीबाट निक्लेर चाहिँ हिँडाइ सुरु भएको छ। हिँडाइ सुरु भएको छ। पार्थियाल हो कि के अरे ठाउँको नाम? त्यस्तै सम्झेन। एकछिनपछि ठाउँको नाम चाहिँ भन्छौँ। अनि अहिले चाहिँ हामी ठाडो उकालो छ यहाँबाट। अनि अझै सायद 20 मिनट 25 मिनट लाग्छ होला हामीलाई माथिसम्म पुग्न। अब पुगेपछि सिधै त्यहाँ कस्तो छ के छ देखाउनेछौँ। अब चाहिँ हामी आधी घन्टा लगभग ठाडो उकालो चढेर बल्ल अलिअलि तेर्सो बाटो आए जस्तो छ। अब सायद अझै 5 मिनट 10 मिनट जतिमा होमस्टे पुग्छौँ होला। पनि यहाँ क्यामेरामा चाहिँ देखाएको छैन होला सायद। अलिअलि हिमाल पनि प्रष्ट देखाएको छ। सायद भोलि बिहान अब भ्यूहरू अझै क्लियर हुन्छ होला। त्यतिखेर अझै मजाले देखाउँ न। पहिलोचोटि होमस्टेको लागि होमस्टे सायद एबिसीतिर गएकोलाई पनि होमस्टे नै भन्छ होला होइन? त्यो पनि त्यो चाहिँ होटल हो होइन? होमस्टे चाहिँ अब खासा होमस्टेको बसाइ खासै हो। ए कस्तो हुँदैन हो? तोरीबारी अहिले चाहिँ हामी कहाँ जङ्गलको बाटो यस्तो छ। जङ्गलहरू पछाडि यतै हो भनेर ल्याउनु हो। एउटा सुक्को मान्छे पनि देखाएको छैन, चराचुरुङ्गी पनि केही छैन। बाटो चाहिँ यस्तो छ अहिलेको। यो बाटो होइन रहेछ भने सायद फेरि फर्किनु पर्ने हुन्छ। यहाँ चाहिँ अन्दाजिफिकेसन एकछिनमा म्याप हेर्छु। हामी होमस्टे चाहिँ आइपुग्यौँ। हामी बस्ने ठाउँ चाहिँ यस्तै छ आजको। 35 मिनटपछि यो होमस्टेमा आइसकेका छौँ। अमर श्रेष्ठ होमस्टे। अब हामी चाहिँ यहाँनिर बस्छौँ आज। अनि भोलि बिहान कता गइन्छ भोलि बिहानै थाहा हुन्छ। होमस्टेहरू कि यहाँ त्यस्तै छ। यही सिस्नो
अहिले त ढिँडो खानु पर्यो ढिँडो खान पाए स्वर्ग पनि भइसके भातले कति खानु बिहानै भात बेलुकै भात भन्न थालिसक्यो त किनेर चामल आइहाल्छ यो मकै चाहिँ कहिले युवा भात अहिले पस्याउँदा जानु सो अहिले चाहिँ बिहानको सिन यस्तो छ सनराइज जुनै लागेको छ यहाँबाट सो हामी त्यसलाई नै पर्खिरहेछौँ वेदर चाहिँ एकदम खुल्या छ सो यस्तै छ यहाँबाट चाहिँ सगरमाथा पनि देखिन्छ अरे तर अब कुन हो चाहिँ हामीले थाहा पाएको छैनौँ क्यामेरामा अलि मैले देखाएको छैन क्या घाम भर्खर झुल्किँदैछ सो अहिले एकछिनपछि यहाँ माथिको दाइ आउनु भएपछि कुन चाहिँ रहेछ माउन्ट एभरेस्ट हेरेर हामी भन्नेछौँ हाम्रो खाजा आजलाई अहिलेको सिन चाहिँ यस्तो छ र एभरेस्ट चाहिँ यहाँको दिदीहरूले भन्ने अनुसार यो बिचको सबभन्दा ठुलो चाहिँ एभरेस्ट अरे हो कि होइन चाहिँ थाहा भएन यहाँ चाहिँ त्यही भन्नुभयो सो अब चाहिँ हामी माथि भ्यू पोइन्ट जाँदैछौँ त्यहाँनिर चाहिँ एउटा पोखरी पनि छ अरे अनि त्यो पोखरी निस्केर भ्यू पोइन्ट पुगेर अनि त्यसपछि नारायण थान हामी जान्छौँ जाँदैनौँ त्यहाँबाट डिसाइड गरिन्छ चाहिँ गर्मी नै छ त्यस्तो चिसो पनि छैन यो टोपी लगाएर भए पनि त्यस्तो चिसो चाहिँ छैन
हामी चाहिँ अहिले यहाँदेखि आएको यो ठाउँदेखि अनि अब जाँदैछौँ अगाडि। यस्तो छ बाटो। यो चाहिँ काठ सुकाउन राखे जस्तो छ। हामी चाहिँ तल होमस्टेबाट हिँडेको लगभग 30 मिनट भयो। अझै उकालो हिँडिरहेछौँ। यहाँ माथि कता एउटा समथिङ भ्यू पोइन्ट छ अरे, त्यो चाहिँ खोजिरहेछौँ। र छ भने त्यहाँ एकछिन बसेर आज घर फर्किन्छौँ होला, नत्र के गर्छौँ। हामी चाहिँ यहाँ जिपिएस हेर्दा हेर्दै कहाँ आइपुग्यौँ। सो फेरि फर्किनु पर्दैछ। सो जिपिएसको भरमा पनि नपर्नु पर्ने रहेछ। यस्तो जङ्गलमा कहाँ आइपुग्यौँ। अब हामी फेरि फर्किँदैछौँ। सायद अब फेरि यही बाटो आउनुपर्छ कि सिधै माथि लाग्छौँ। एकछिनपछि थाहा हुन्छ। हामी चाहिँ भ्यू पोइन्ट आइपुग्यौँ। यस्तो उकालो सिँढी चढेर भ्यू पोइन्टको टावर चाहिँ बनिसकेको रहेछ। यस्तै छ वरिपरि सबतिर हिमाल। क्यामेरामा देखाएको छैन होला, तर क्लियर हिमाल देखाएको छ। यही होला है, हामीलाई माथि पनि बस्ने ठाउँ छ भनेको यस्तै ठाउँ होला। यो चाहिँ क्याम्पिङहरू गर्नको लागि यस्तो ठाउँ रहेछ। यहाँनिर एउटा बन्दै गरेको भ्यू टावर। अनि अब माथि भ्यू टावर नि रहेछ। अब चाहिँ हामी भ्यू पोइन्ट हेरिवरि फर्किँदैछौँ। अब चाहिँ तल एउटा पोखरी छ अरे, त्यहाँ निस्किन्छौँ। अनि हामी पार्थली जान्छौँ, हिजो हामीले गाडीबाट उत्रेको ठाउँ।
अनि त्यहाँदेखि खाजासाजा खाएर पनौती जान्छौँ कि पनौतीमै गएर खान्छौँ, त्यो चाहिँ त्यहीँ गएर हेरौँला। अहिले चाहिँ हामी तलतिर लाग्दैछौँ। यहाँ जिपिएस हेर्दै हेर्दै यहाँ आएको, जिपिएसले चाहिँ सिधै भिर तल जा भन्छ। अनि हामी चाहिँ के गर्ने भनेर अलि अलमल्ला परिरहेको। जिपिएसलाई पत्याएर यो भिरको बाटो जानु भने फेरि फर्किन सकिन्छ कि सकिँदैन, नजाउँ भने यो बाटो कहाँ पुग्छ, जान गाह्रो यतै हो। अब फेरि उकालो चढ्न झन् गाह्रो, तलतिरै गइन्छ होला। हाम्रो जस्तो भरेङवाला बाटोमा आइपुग्यौँ, सायद यही होला बाटो। हामी अघि आउँदा आएको बाटो चाहिँ सायद हामी सर्टकट बाटो आयौँ क्या, यो बाटो चाहिँ सायद ओरिजिनल बाटो हो क्या, हेर्नको लागि बनाएको। यहाँ दुध नि पाइन्छ होला होइन, दुध पनि पाइन्छ होला, भैँसीको ओरिजिनल दुध। यो दुध बाख्रा पाठा खसी खसी त छैन, सुँगुरी छैन, मेरो यसले बाख्रा पाठा र भैँसी। भैँसी कतिजना चाहिँ हामी पोखरीतिर लाग्दैछौँ। मेरो चाहिँ हिँड्दा हिँड्दै टोपी नै हरायो हातको, कहाँ झऱ्यो त्यो भिरमा। हामी यत्तिकै छोडेर हिँड्दैछौँ। अब हामी पोखरी जान्छौँ, त्यहाँदेखि होमस्टेबाट हाम्रो झोलासोला लिएर तलतिर झर्छौँ। ल बाई बाई दिदी। अब चाहिँ हामी फर्किँदैछौँ फार्म हाउसबाट पार्थली। अनि पार्थलीबाट सायद हामी काठमाडौँतिर लाग्छौँ होला सायद आज। नारायण थान जाने प्लान बन्छ कि बिच बाटोमा, तर सायद गइँदैन होला योचोटि।